पागल हुन्छु कस्तो हुन्छ नि अब मरौँ जस्तो लाग्छ होइन फेरि कस्तो लाग्छ कि किन मर्नु होइन अब 2 दिनको जिन्दगी होइन के गरौँला होइन अब एउटा जब केटाको लागि मर्छ हामीले के नै पाउँछ र लास्टमा पाउने भनेको जिन्दगीभर आम बुवाले हो क्या रुनु पर्ने हाम्रो लागि भनेको हो त्यही भएर चाहिँ म त्यही सोच्छु नत्र म अहिलेसम्म त सिधै मरे भनौँ त्यति बेला त्यस्तो भएको थियो नि त मलाई चाहिँ होइन म सिधै मर्थेँ होला नि त दाइ तर म किन मरेन क्या मैले केही गर्नुपर्छ त्यसको अगाडि भनेर चाहिँ म यतिसम्म भएको अहिले चाहिँ आजसम्म केटा मान्छेसँग तपाईँ धेरै नजिक हुनुभयो केटा मान्छेहरूले तपाईँलाई धोका दिँदै गर्दाखेरि केटा मान्छेले ऋतु बस्नेतलाई के सोचे जस्तो लाग्छ अब केटा मान्छे मलाई के सोच्छन् मलाई थाहा छैन होइन अब त्यो त मलाई थाहा भएन के सोच्नुहुन्छ तर मैले चाहिँ अब के भनौँ ऋतु बस्नेतलाई एउटा खेलौना मात्रै सोचे जस्तो लाग्छ कहिलेकाहीँ खेलाउन त मलाई चाहिँ अब कसले खेलाएको छ र होइन मन पराउनु त धेरै हुन्छ नि त होइन अब एउटाले अब 1000 जनाले मन परायो भन्दैमा उसैको पछि दौडिनु भएन होइन त्यही भएर चाहिँ भन मलाई चाहिँ अहिले चाहिँ मलाई हत्तपत्त मलाई पराइ जसो भनौँ न मलाई चाहिँ केटाको विश्वास नै लाग्दैन फेरि लाग्न छोड्यो क्या एकचोटि धोका खाइसकेपछि होइन तर अब त्यो मान्छेले भन्छन् ए अब म तँलाई माया गर्छु है तब म बाँच्न सक्दिनँ भन्छ जब आफ्नो स्वार्थ पुरा गर्छ नि तब मान्छे अलि भनौँ न बिस्तारै बिस्तारै टाढिँदै जान्छ क्या हो त्यही भएर चाहिँ मैले भोगेको छु अहिले चाहिँ यस्तो प्रेम चाहिँ नो क्या दाइ ऋतु तपाईँसँग अफेयरमा केटाहरू बस्छन् त्यसपछि केही समय केही महिना गुजारेपछि अडिन्छन् तपाईँले धोका दिन्छन् खास किन होला कसैको कुरा सुन्छन् अथवा सामाजिक सञ्जालमा भएका कुराहरू देखेर हो कि तपाईँप्रति तपाईँ हेर्दाखेरि मान्छेले त राम्रो सुन्दरी हुनुहुन्छ तर केटा मान्छेले केही दिनपछि तपाईँ छोडिन पुग्छन् किन हो ऋतु मलाई पनि छोडे हार अब फ्याटै नामै त किन भनिहालौँ त बिचरा धेरैचोटि पीडा भोगेको हामीले देखाएको छौँ नि त हजुर छोरी मान्छेको पीडा त हामीले पनि त बुझ्छौँ नि होइन किन होला एकचोटि भनिदिनुहोस् कसैको कुरा सुनेर हो अथवा खै दाइ अब त्यो त अब छोड्ने मान्छेलाई थाहा होला होइन अब मलाई त थाहा छैन त्यसको मनमा के छ कस्तो छ भन्ने मलाई थाहा छैन नि त अब उसलाई नै थाहा होला मलाई थाहा छैन धेरै रुनु भएको थियो राति तपाईँ कतिखेर तपाईँले भन्नुहोस् अथवा नभन्नुहोस् तपाईँका पीडा हामीले बुझ्छौँ अहिले पनि सधैँ खुलेर बोल्ने त्यति खुलेर बोल्नु भएको छैन तपाईँभित्र एउटा पीडाको पहाडै छ तपाईँ बनावटी हाँसो हाँस्दै हुनुहुन्छ यतिखेर तपाईँ गहिरो प्रेममा आफ्नुहुन्थ्यो कहिले म फेरि गहिरो प्रेम भयो आफूभन्दा पनि धेरै विश्वास गरेको केटाले धोका दिइरहेको छ चाहिँ धेरै रुनु मन लाग्छ त्यसरी रुनु भएको छ तपाईँ हो किन भन्नुहोस् त अहिले चाहिँ म केही बोलिनँ के सधैँ रमाएर कुरा गर्ने मान्छे आज धेरै गम्भीर हुनुभएको छ तपाईँ म किन नढाट्नुहोस् तपाईँका आँखा प्रष्ट बोलिरहेका छन् होइन